7 बजी चाहिँ माथि गोलाईमा आइपुग्छ भन्दै थियो ड्राइभरले। हेर्नुहोस् न कुकुरले झार खाएको। ल साथी हो, बस कुर्दा कुर्दा काम पनि लागिसक्यो। कोही त कोपिँदै रहेछ। हेलो कुजम्बो, नमस्कार, फेरि पनि स्वागत छ हजुरहरू सबलाई मेरो नयाँ दिनको नयाँ ब्लगमा। अहिले चाहिँ भने मेरो दिन दैनिकी सुरु भइसकेको छ। अनि यहाँ बोकेको हजुरहरूले देखिरहनु भएको छ होला, म कहाँ जाँदैछु हजुरलाई थाहा हुनुभयो होला होइन। पहिलाको ब्लगहरू हेरिरहनु भएको छ भने अहिले चाहिँ भने म यो सामान दिनु जान्छु माथि डाँडामा। अहिले चाहिँ बिहानको 6:30 मात्रै हुँदैछ है साथी हो। अब कुदिरहेको छु म चाहिँ। यो बाटो त देखिरहेकै हो हजुरले। म चाहिँ त्यहाँ डाँडामा गएर यो सामान दिनुपर्ने हुन्छ। यस्तो छ, आज चाहिँ बिहान बिहानै कुदिरहेको छु। हामी पानी ल्याउन आउने जग्गा चाहिँ यहीँ माथि है साथी हो। यो रुख फाँडेर चिल्लै बनाएछ यहीँ माथि, यहाँ अलिअलि देख्छ नि। जुम गरौँ भने यहाँ हातले भ्याइँदैन साथी हो। सामान हेर्नुहोस् न कति छ सामान, कति होइन 2टा चाहिँ छ है यही माथि हो। र म यहाँ चाहिँ यहाँबाट परै जानुपर्छ। फुल मस्त फुलिरहेछ। यहाँ 2टा ठाउँ छ, एउटा चाहिँ बसलाई दिइ पठाउनु पर्ने छ, एउटा चाहिँ ट्याक्सीलाई। ल है साथी हो, म चाहिँ अब पुग्नु आँटिसक्यो। 7 बजी चाहिँ माथि गोलाईमा आइपुग्छ भन्दै थियो ड्राइभरले। बस हेरौँ, यो ट्याक्सीको सामान त भरे आरामले दिँदा पनि हुन्छ। यहाँ दाइ भेट्छ नि यहाँबाट उता जाँदा। म चाहिँ पुग्नु आँटिसक्यो, हजुरलाई माथि पुगेर देखाउँछु। अलिक छिटो छिटो दौडिनु पर्ने छ साथी हो। यस्तै छ अब। हो यो होइन बसहरू त पारी आउनेछ, तर त्यो चाहिँ प्रोजेक्टको होला। यस्तो देखिन्छ पारी चाहिँ। लु साथी हो, अहिले चाहिँ भने म यहाँ आइपुगेको छु डाँडानिर, मेरो सधैँको बस कुर्ने जग्गामा। सामान चाहिँ उहाँ राखेको छु, यहाँ त्यहाँ राखेर। अनि म चाहिँ ब्लग बनाउनेतिर लागिरहेको छु फेरि। अब भिडियो त खिच्नै पऱ्यो नि त होइन, भिडियो त खिच्नु पऱ्यो साथी हो। अनि त्यस्तै छ आजभोलि, यताउता गएको छैन र यहीँतिरको खिच्दै लाउँदैछु। बसको ड्राइभरलाई पनि कल त गरेँ, आउनु हुँदैछ अरे। अब दिइ पठाउनु पर्ने हुन्छ। एमटिसी म गएको चाहिँ यहाँ माथि हो, एमटिसी चाहिँ यहाँ माथि हो। अनि आज पारी चाहिँ यसो देखिनेछ, अलिअलि बादल लागेर चाहिँ यस्तो देखिनेछ। कुक कराउने कता हो, उयो पर्छ त कुक कराउने चरा त। बस चाहिँ यताबाट आउँछ है साथी, यो पहाडीबाट यहाँबाट आउँछ बस चाहिँ। म चाहिँ यता कुदिरहेको छु। हिमाल सेतै भइरहेको छ हिमाल चाहिँ। अहिले चाहिँ बस छैन, यहाँबाट चाहिँ यति टाढा छ, यहाँबाट चाहिँ यति टाढा चाहिँ। कुकुरले झार खाइरहेछ है, झार। हेर्नुहोस् न कुकुरले झार खाएको। कुकुरले चाहिँ घाँस खाइरहेछ। ए ए ए ए ल साथी हो, बस कुर्दा कुर्दा काम पनि लागिसक्यो। बसको ड्राइभरले चाहिँ मलाई ढाँटेको जस्तो छ। अघि आइपुग्छ भने चाहिँ आइपुगेको छैन। अब पारी हेर्दै बसिरहेको छु म चाहिँ, पारी हेर्दै।
7 बजी आउने बस साथी हो 7:30 मा आइपुग्छ भन्थ्यो बस तर अहिले 8 बजी पनि आइपुगेको छैन है साथी हो आज मलाई ढाड्नसम्म ढाँटेको जस्तो लाग्यो हाम्रो ड्राइभर साहबले ढाँटेको जस्तो लाग्यो अत्तो पत्तो छैन बसको पारी तर भए पनि कुरिरहेको छु के गर्नु सामान त पठाउनै पर्ने छ हैन साथी हो सामान पठाउनको लागि म कुरिरहेको छु बसको चाहिँ पत्तो छैन अहिले पनि 8 बजी सकेको छ यही 7:30 मा आउने बस अब हेरौँ कतिखेर आउँछ हाम्रो ट्राफिक सरहरू पनि कुदिरहेछ अब यो गाडीलाई चाहिँ खेदाउने पर्यो अहिले चाहिँ भर्खर निस्के बस चाहिँ साथी हो बस चाहिँ पारे आउँदैछ अब चाहिँ म यहाँ रेडी भएर बस्नुपर्ने हुन्छ अनि यहाँबाट चाहिँ सामान टिपेर दिनुपर्ने हुन्छ अनि त्यही हो यहाँबाट तल गएर पसलमै हो साथी हो अनि एउटा सामान चाहिँ ट्याक्सीलाई पठाउनु पर्नेछ ट्याक्सी दाइलाई कल गर्नुपर्नेछ आउनु हुँदैछ होला ट्याक्सी दाइ पनि बस आयो है अब चाहिँ बस आयो बस मङ्गर यो सामान चाहिँ यसमा लाइट पठाएको छ यो बसले लिएर गयो सामान चाहिँ साथी हेर्नुहोस् त कति दामी चाल्ने यसरी फुलिरहेको छ मस्त चल्ने यस्तो चाहिँ कोही त कोपिलै रहेछ कोही चाहिँ कोपिलै रहेछ फुल्नु रेडी हुँदो रहेछ अहिले चाहिँ म बाजुनिरी आइपुग्यो हाम्रो बहिनी बसिरहेछ नखोल्ने हो म चाहिँ अहिले आइपुगेँ माथिबाट साथी यो ट्याक्सीको सामान चाहिँ यतै लिएर आयो दाइलाई दिनु पर्यो गएर ट्याक्सी दाइ भएकोमा जान्दैछु म चाहिँ ट्याक्सी दाइलाई दिनुपर्ने छ कता हो ट्याक्सीको हाम्रो दाइको ट्याक्सी देख्दिनँ त उसको घरमै गएर दिइराख्नु पर्यो अहिले चाहिँ भने सामान पनि ट्याक्सीमा लगाइ पठाएँ मैले र म चाहिँ घर जाँदैछु बिहान खाजा नखाइकन गएको थियो बिहानै अब खाजा खाएर चाहिँ पसलमा जानुपर्ने हुन्छ यस बोस 5 hours later. अहिले चाहिँ भने साथी हो म चाहिँ फुलमा पानी लाउन जाँदैछु बरन्डामा हजुरलाई देखाउनेछु कस्तो कस्तो फुलेको छ एकदम बिन्दास पारामा फुलेको छ हजुरलाई देखाउनेछु लु साथी हो म चाहिँ यहाँ बरन्डामा आइपुगेछु म हजुरलाई देखाउनेछु फुल अनि पानी लाउने छु कस्तो छ यसरी फुलिरहेछ अब पानी लाउँछु अनि चाहिँ देखाउँछु फेरि तपाईहरुलाई मज्जाले यहाँ फुलमा पानी लाउँदैछु अब चाहिँ यता चाहिँ लगाइसकेको छु फुल चाहिँ यस्तो फुलेको छ है पानी लाउँदैछु म भर्खर यस्तो फुलेको छ यस्तो फुलेको छ यहाँ देखाउँछु म तपाईहरुलाई खतरा यसरी फुलेको छ दामी फुलेको छ दामी यस्तो छ
र भन्दै आजको भिडियो चाहिँ मेरो यहीँसम्म थियो र हजुरलाई अर्को भिडियोमा भेटौँ। बाइ बाइ, सी यु इन नेक्स्ट भिडियो।